दर्शक महानुभावहरु नमस्कार, तपाईहरुलाई हार्दिक स्वागत छ हाम्रो च्यानल त्रिशुली खबर ट्युबमा। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि यहाँ अपडेटका साथ हामी तपाईहरुमाझ हरपल उपस्थित भइराख्नेछौं। देशभरका विभिन्न महत्त्वपूर्ण समाचार अपडेट लिएर उपस्थित भएका छौं। विशेष गरी निरन्तर परेको वर्षाले कहाँ के कति क्षति पुर्यायो यस बारेमा विशेष जानकारी। पृथ्वी राजमार्गको आबु खैरीमा सडक भासियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरू अब नियमित हुन थाले। यस बारेमा विशेष जानकारी। बाढीले माइक्रो बस बगाउँदा एक महिला बेपत्ता। यस बारेमा विशेष अपडेट। इलाममा पहिरोले पुर्दा 2 जनाको मृत्यु, कम्तीमा 15 जना बेपत्ता। अन्य जिल्लाहरूमा कस्तो छ प्रभाव? काठमाडौँ पुरै डुबारमा गृह मन्त्रालयले दियो यस्तो आदेश। अन्ततः नारायणघाट मुङली सडक खण्डमा 125 ठाउँ पहिरो, तत्काल गाडी सवारी साधन रोक। विभिन्न पार्टीले गरे राहत तथा उद्धारमा खट्न अपील। देशैभरि जनजीवन प्रभावित। अहिलेसम्म के कति जनाको मृत्यु भयो? सप्तकोशी नदीमा पानीको बहाव बढेपछि भारत डुबान र अब हेर्नुहोस् पूरा समाचार। दर्शक महानुभाव आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौ। भ्रष्टाचार, नातावाद लगायत व्यथिति विरुद्ध आन्दोलन गरेका युवाहरूका विभिन्न समूहलाई बोलाएर सरकारले विस्तृत रूपमा छलफल गरेको छ। सबै समूहलाई एक ठाउँमा राखेर प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा करिब 2 घण्टा छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री सुशीला कार्की भने उपस्थित भएकी थिएनन्, तर उनको सचिवालयले छलफलको संयोजन गरेको थियो। छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, कानून मन्त्री अनिल कुमार सिन्हा, भौतिक पूर्वाधार मन्त्री मान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल, संचार मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठको उपस्थित रहेको थियो। जेएनजीका 5वटा समूहबाट करिब 25 जनाको सहभागिता थियो। जेएनजीका नाममा विभिन्न समूह देखा परेका र तिनका अभिव्यक्ति र मागहरू पनि फरक देखिएकाले एकै ठाउँमा बोलाएर छलफल गर्नु परेको बालोटार स्रोतले बताएको छ। सुदन गुरुङ, रक्षाबम, बब्लु गुप्ता र अभिषेक श्रेष्ठ लगायतका बेग्लै समूह थिए। शहीद परिवारका प्रतिनिधिहरूको बेग्लै समूह थियो। सुदन गुरुङले एउटा समूह गठन गरेपछि रक्षाबम लगायत कतिपयले त्यसलाई अस्वीकार गरेका थिए। त्यस्तै आन्दोलनका क्रममा घाइते भएका अभिषेक श्रेष्ठले अस्पतालको शय्याबाटै सुदनप्रति आक्रोश व्यक्त गरेको भिडियो भाइरल भएको थियो। त्यस्तै मृतकका परिवारले लामो समयसम्म जेएनजीको कुनै आधिकारिक नेता देखा नपरेको र सरकार पनि पुरानी राजनीतिक दलका नेताहरूप्रति सहानुभूति राख्न थालेको भन्दै चिन्ता व्यक्त गरिरहेका थिए। यस पृष्ठभूमिमा अविश्वास घटना र साझा धारणा बनाउन आवश्यक थियो। छलफलमा सहभागी स्रोतका अनुसार जेएनजीको भावना, सरकारका कारबाही र अबको रोड म्यापका विषयमा गहन छलफल भएको छ। हिजो धेरै कुरा खुला र पारदर्शी ढंगले सबै पक्षले राखेका छन् र सकारात्मक रूपमा छलफल अगाडि बढेको बताइएको छ। सुरुमा बैठकका एजेन्डा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले राखेका थिए। त्यसपछि विभिन्न समूहका जेएनजी प्रतिनिधिहरूले आफ्ना कुरा राखेका थिए। उनीहरूले प्रत्यक्ष कार्यकारीको व्यवस्थाका लागि संविधान संशोधन गर्नुपर्नेदेखि यही संविधानको अक्षर अंश पालना गर्नुपर्ने सम्मका कुरा राखेका थिए। फरक समूहका फरक धारणा थिए। शहीद परिवारका सदस्य पूर्ववर्ती सरकारका प्रधानमन्त्री र मन्त्रीहरूलाई तत्काल जेल हालेर छानबिन अगाडि बढाउनु पर्नेमा अहिलेसम्म सरकारले त्यसतर्फ कुनै पनि कदम नचालेको, छानबिन आयोगको काम पनि सुस्त बनेको र आयोगका पदाधिकारी बारे सार्वजनिक रूपमा उठाइएका विवादले आगामी प्रक्रिया नै जोखिममा पर्ने हो कि भनेर पनि आशंका व्यक्त गरेका थिए। अन्तिममा मन्त्रीहरूले आफ्ना तर्फबाट अहिलेसम्म भइ गरेका काम कारबाही बारे जानकारी गराएका थिए। साथै उनीहरूले आगामी दिनमा पनि जेएनजी विद्रोहको भावना भन्दा बाहिर नजाने प्रतिबद्धता जनाएका छन्। यस प्रकारका छलफल निरन्तर गर्ने कुरा भएको छ। बैठक सकेपछि एक जेएनजी प्रतिनिधिले भने, हाम्रो मुख्य मुद्दा सुशासन हो, भ्रष्टाचारको अन्त्य हो। भ्रष्टाचारी र आन्दोलनका दमनकारी घुसपैठिया सबैमाथि निर्मम ढंगले कारबाही होस् भन्ने कुरा स्पष्टसँग राखेका छौं। हामीले निरन्तर खबरदारी गरिरहनेछौं। बालोटारमा भएको छलफलपछि गृहमन्त्री ओमप्रकाश अर्यालले जेएनजी आन्दोलनलाई, जेएनजी प्रतिनिधिलाई साथमै राखेर पत्रकार सम्मेलन गरेका थिए। उक्त पत्रकार सम्मेलन भने विपद व्यवस्थापनमा केन्द्रित रहेको थियो। त्यसक्रममा उनले यो सरकार सुशासनका लागि आएको हो। विपदका बेला मानवीय भावनाका साथ सबै पक्ष सहयोगमा जुटौं, उद्धार र राहतमा जुटौं। मान्छेलाई आपत परेका बेला कमाउने मौका यही हो भन्ने हिसाबले त्यतातिर नलागौं। यो बेला इज्जत र प्रतिष्ठा कमाउने बेला पनि हो, पुरस्कृत हुने बेला पनि हो। पुरस्कृत हुने गरी काम गर्नुपर्ने उनले निर्देशन दिएका छन्।
दर्शकहरुबाट त्यसरी आउनुहोस् अब अर्को दुःखद खबरतर्फ लागौ। इलाममा पहिरोमा पुरेर 2 जनाको मृत्यु भएको छ भने कम्तीमा 15 जना बेपत्ता भएको स्थानीयले बताएका छन्। यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ। इलाम प्रहरीका अनुसार माने भन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ। तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्याङ्क संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। इलामको इलाम नगरपालिका वडा नम्बर 6 घोषमा पहिरोले पुर्दा एकै परिवारका 2 जनाको ज्यान गएको छ। 3 जना बेपत्ता छन्। डम्बरबहादुर पाक्रिनको घर पहिरोले पुर्दा 2 बालबालिकाको मृत्यु भएको हो। घटनास्थलमा खोज तथा उद्धारको काम जारी रहेको छ। 2 जना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेजब तामाङले जानकारी दिएका छन्। यसैगरी गोमाई गाउँपालिका 6 बर्मालाल सोग्मीको परिवारका 5 जना पहिरोमा बेपत्ता भएका छन्। त्यस्तै सन्दकपुर गाउँपालिका 3 सुलुबुङ कुमार सेडाईको परिवारका 2 सदस्य बेपत्ता छन्। माङसेबुङमा पनि पहिरोमा पुरिएर 5 जना बेपत्ता भएको प्रहरीले जनाएको छ। इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा बाढी पहिरोले क्षति पुर्याए पनि संख्या यकिन हुन बाँकी रहेको जानकारी दिएका छन्। पानी पर्न रोकिएकाले बिहानदेखि खोज तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। त्यसगरी भर्खरै मात्रै प्राप्त समाचार अनुसार काठमाडौँबाट लामो दूरीका गाडीहरूलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ। काठमाडौँ उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइ नसकेकाले लामो दूरीका गाडी सञ्चालनमा रोक लगाइएको हो। यातायात व्यवसायीहरूलाई तत्काल टिकट बुकिङ गर्न समेत रोक लगाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश राज सुवेदीले काठमाडौँका सबै नाकाबाट लामो दूरीका गाडी नपठाइएको जानकारी दिएका छन्। काठमाडौँबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिएको छैन र काठमाडौँ भित्रिएका पनि छैनन् एसपी सुवेदीले भने। बसको टिकट काटेकाहरूलाई पनि पैसा फिर्ता गराइएको एसपी सुवेदीले जानकारी दिएका छन्। जसले बस टिकट काटेका थिए उनीहरूको पैसा काउन्टरहरूबाट फिर्ता गराइएको छ र थप बुकिङ नगर्न भनिएको छ। सडक यातायात सहज भएपछि मात्रै टिकट काट्न सुरु गर्न आग्रह गरिएको छ। वर्षा बाढी र पहिरोका कारण सरकारले असोज 18 गते, 19 गते र 20 गतेसम्म सवारी साधन मार्फत काठमाडौँ उपत्यका आउजाउ गर्न रोक लगाउने निर्णय गरेको थियो। जसको मापदण्ड अनुसार यतिखेर काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरिएको छ। दर्शकहरुबाट त्यसरी काठमाडौँ महानगरपालिकाले बाढीको जोखिममा रहेका 393 जनालाई सुरक्षित स्थानमा सारेको छ। अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारमा बस्दै आएका 393 जनालाई सुरक्षित स्थानमा सारेको हो। महानगर प्रमुख बालेन्द्र शाहले हालसम्म बाढीको जोखिममा रहेका बस्तीका बासिन्दालाई 4वटा विद्यालयमा सारिएको जानकारी दिएका छन्। उनका अनुसार विश्व निकेतन मावि त्रिपुरेश्वरमा 70 जना, गोइश्वरी माविमा 52 जना, जनविकास मावि कुलेश्वरमा 52 परिवारका 251 जना र महेन्द्र सरस्वती आधारभूत विद्यालय टेकुमा 20 जनालाई राखिएको छ। महानगरको शिक्षा विभागले महानगरभित्रका 70वटा विद्यालयमा तत्कालका लागि आश्रय स्थल सेल्टरको व्यवस्था गर्न सकिने जनाएको छ। उद्धार गरिएकाहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ। महानगरले कुनै पनि समस्या परेमा 1660 010 55 11 015 90 17 64 र 015 90 17 63 मा सम्पर्क गर्न सबैलाई अनुरोध समेत गरेको छ। बाढीको जोखिम नटरेका कारण तत्काल सवारी साधनहरूलाई नचलाउन समेत अनुरोध गरिएको छ। साथै उता भने राजमार्ग अन्तर्गत तनहुको आबुखोरिनी गाउँपालिका 4 साङखरमा सडक भाँसिएको छ। शनिबार बिहानदेखि परेको वर्षाका कारण सडक भाँसिएपछि आबुखोरिनी मोङलिङ सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय आबुखोरिनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले अपराह्न 4 बजेतिर सडक भाँसिएको जानकारी दिएका हुन्। दुवैतर्फ प्रहरी राखेर सुरक्षित रूपमा एकतर्फी सवारी साधन आवत जावतको व्यवस्था मिलाइएको उनले जानकारी दिए। तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न अनुरोध गरिएको छ। 2079 जेठ 17 गते सोही ठाउँमा सडक भाँसिएपछि भित्ता काटेर मर्स्याङ्दी नदी तर्फबाट पर्खाल उठाइएको थियो। सोही ठाउँमा पुनः सडक भाँसिएको प्रहरीले जनाएको छ। त्यसगरी उता भने सप्तकोशी नदीमा पानीको बहाव हत्तै बढेपछि यतिखेर 36वटा ढोका खोलिएको छ भने भारत पूर्ण रूपमा डुबानमा परेको छ। भारतमा यतिखेर सप्तकोशी नदीमा यतिखेर रातो बत्ती बलेको छ। भारतको बिहारमा जलमग्न भएको छ भने करिब 2000 घर बिहार डुबानमा परेका छन्। सप्तकोशी नदीको
पुलमा यतिखेर खतराको घण्टी बजेको छ भने सवारी साधनलाई आवत जावतमा समेत रोक लगाइएको छ। मौसम विभागका अनुसार भोलि 20 गतेसम्म निरन्तर वर्षा पर्ने रहने भएकाले सतर्कता अपनाउन मौसम विभागले सबै जनतालाई आग्रह गरेको छ।